त्यो पिपी भयो कि यो पिपी हेलो जय मसी गाइज आज हामी चाहिँ फाइनली घुम्न जानु लाग्यो है मेरो प्यारो आफ्नै श्रीमती यो छोरा यता हाम्रो आदरणीय एल्डर बा हुनुहुन्छ हाम्रो बाबु एल्डर बाको छोरी सुन्दरी छोरी एल्डर बाको आफ्नै श्रीमती हामी चाहिँ मिलेर आज घुम्न जानु लाग्यो है त गाइज इन्जोय द गाइज भिडियो इन्जोय द गाइज भिडियो ओके अब चाहिँ फाइनली हामी चर्चबाट चाहिँ निस्केको है साथीहरू हामी अब यसरी टक 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 जाने हो हाम्रो बहिनी पनि आइसक्नु भयो हेलो जय मसी आज हामी कहाँ जाने हो कहाँ जाने हो आज हामी लेक लेट्स गो लेक साइड A few minutes later. जाम के जाम त्यहाँबाट रमाइलो छ जाम ल ल जाम जाम ल उताबाट जाम ल हिँड्दैछौँ है आज चाहिँ पहिला चाहिँ लभली डाँडा अनि त्यस पश्चात चाहिँ मेतलाङ पश्चात चाहिँ लेक साइड है साथीहरू ल यस आजको हाम्रो यस भ्लगमा चाहिँ हाम्रो अन्सा बहिनीको मोबाइल फुटेको अवस्था है गाइज कस्तो खतरा हेऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइबर फलो पनि गर्नु अब हामी यहाँबाट डाँडा उक्लेको है साथीहरू फ्लावर होसनाको हातमा चलो चलते हैं ठीक है तेरे को जाना है तो जा ल दुईजना चाहिँ उकालो उक्लिन नसकेर त्यहाँ पर डिलमा बसेको छ है साथीहरू हामी चाहिँ यहाँबाट सरर जाने हो 1 2 3 4 हेलो गाइज अहिले चाहिँ हामी फाइनली लभली डाँडाको उकालोमा उक्लिँदैछौँ है त हाम्रो कोही अगाडि कोही पछाडि छरबष्ट भइसकेको छ सबैजना एउटै लेभलमा हिँड्न नसकेको कारणले गर्दाखेरि म पनि धेरै पछि परेको छ है गाइज यो चाहिँ लभली डाँडाबाट देखिने सुन्दर भ्यूहरू है यो चाहिँ यति राम्रो ठाउँ देखेको छ कि साथीहरू कुरै नगर के बोले भाइ अब के बोले अनि यो चाहिँ डाँडाको जग्गा रहेको छ यति राम्रो छ अब हामी चाहिँ उहाँ माथि यो रुखले छेकेको छ त्यो डाँडामा जाने हो र त्यस पश्चात हामी त्यहाँ एकछिन इन्जोय गरिसकेपछि हामी फेरि मेतलाङ डाँडा पुग्ने हो त्यो देखिएको मेतलाङ डाँडामा हजारभन्दा बढी 1K भन्दा बढी पुगिसक्यो अनि फलोस् अनि मलाई घाटा हुन्छ नि त हुँदैन केही पनि हुँदैन तर वाच टाइम पुग्यो अनि कसैले मेरो भिडियोलाई वाचै गर्दैन फाइनली गाइज अहिले हामी चाहिँ लभली डाँडा कटेर ठ्याक्कै पानीको मूलमा जिउँदो पानीको मूलमा आइपुगेको छौँ अब हामी चाहिँ यहाँ केही समय पानी मजाले पिउँछौँ अनि त्यस पश्चात टक 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 लाएर फेरि यसरी नै यात्रा अगाडि सुरु गर्छौँ है त ल ल पानी पिउनुहोस् पानीको मुहान चाहिँ यही हो साथीहरू अनि उता रुखको मुनिबाट आउँछ
गाइज अब चाहिँ हामीले फाइनली पानी पिइसकेको छौँ है। हामी पानी पिएर पानीले थकाइ लाएर यसरी बसेको अवस्था है यो चाहिँ। अब यहाँबाट चाहिँ मेटलाङ सुरु हुन्छ हाम्रो मेटलाङको यात्रा। हावाहुरी लगाइरहने। फाइनली गाइज हामी चाहिँ अब मेटलाङ आइपुग्नै लागिसकेको छ है। हाम्रो कोही बाबुहरू चाहिँ बाबु नानी चाहिँ अगाडि छ भने हामी चाहिँ अहिले मिल्दोजुल्दो गरेर नै हिँड्दै गरेको अवस्था छ। ऊ गाइज यो मेरो आफ्नै श्रीमती हो। यसरी लडेमा होइन अब के गर्नु त लडेपछि त ओहो दामी पारामा लडियो है। मध्य दिनको चर्को घाममा पनि हामी सङ्घर्ष गरेर मेटलाङ पार्क आइपुगिसकेको छौँ है त गाइस। मेटलाङ पार्क कस्तो दामी देखेको ए प्रभु यसो के गर्ने होला। फाइनली गाइस हामी चाहिँ खेल्ने ठाउँमा आइपुगिसकेको छौँ है। दुईजना ह्यान्डसम केटाहरू खेल्दैछ त्यो पनि केही न केही होला। हो अनुसारले जिम गरेको अवस्था वाउ। ए टाउको ठोकेलाई टाउको ठोकेलाई। मेटलाङ पार्क है साथीहरू। तर यहाँ चाहिँ हो यस्तरी खेल्न मजा आउँछ गाइस। अनि यस्तरी छोड्यो भने चाहिँ भयङ्कर लडिन्छ अनि 3 लाखको घाटा हुन्छ गाइस। त्यो अन्त आज चाहिँ हो यस्तो दुईटै खुट्टा यस्तो मात्रै हुन्छ। कस्तो मनमायालाई चाहिँ म यसरी उचाल्छु। मनमाया चाहिँ यस्तो गर्ने म चाहिँ यसरी उचाल्छु सर।